बोट आयो गाइस ल हजुर ल सम्पूर्ण साथीभाइहरुमा फेरि पनि जोडिँदै छु म फेवाताल हैन सबैजना चाहिँ ल साथीभाइहरु अब चाहिँ हामी पोखराको फेवाताल जाने क्रममा छौं अहिले हाम्रो फ्यामिली टुर हुँदैछ मम्मीसँग छु अहिले चाहिँ म के छ कस्तो भइराछ राम्रो भइराछ घुम फेरि अलि ठुलो स्वरमा भन्नु पर्यो राम्रो भइराछ अब कता जाँदैछौँ हामी पोखरा पुछरेको भ्यू लगायत हाम्रो टोलीहरू यसरी आइराखेको अवस्था छ सररा सरी ल त्यहाँनिर रोटेपिङ पनि खेल्न पाइदो रहेछ भन्ने कुरो यहाँबाट देख्न पाइयो ल यस्तो रमाइलो यात्रा भइरहेछ हाम्रो अहिले पुरै टिम छ ल फेवातालको आसपासमै हामी पुगिसकेको अवस्था छ अहिले वाउ एकदम मानिसहरुको चापै हुँदो रहेछ यहाँ हुनलाई मैले नै गर्ने गरेको छु यो हेर्ने चाहिँ अच्छा तालबारीका माछा हेर्ने काम चाहिँ तालबारी बाराईका माछा हेर्ने काम चाहिँ मैले गरेको छु पहिले वाउ भेरी नाइस ल अहिले चाहिँ यहाँ हामी ठ्याक्कै यो फेवातालको ठ्याक्कै टिकट काउन्टर अगाडि अहिले आइसकेका छौँ भने यहाँ चाहिँ तपाईहरुलाई म देखाइदिरहेको छु अहिले यहाँको चाहिँ एकदम धेरै देशबाट चाहिँ आउनुहुने पर्यटकदेखि लिएर हाम्रो टिम यतातिर छ ओ माई गड ल सर र धेरैजनाको चाहिँ उपस्थिति देखिएको छ यहाँनिर खोइ खोइ कहाँ आउनुभयो ल सबै बुझाउनु पर्यो नि तिमीले फेवाताल आयो भन्ने यसमध्येमा सबैभन्दा खतरा मान्छे यहाँनिर दुईजनालाई मैले भेटेँ हेरौँ त यस्तो रमाइलो छ यहाँ वाउ हामी टिकट काउन्टरमा छौँ जाने उसमा छौँ भने यहाँबाट हामी एउटैमा चढौँ न आँटिन्छ भने एकजना भोलिन्टियर हुन्छ नि होइन हामीसँग दुईटामा जाने हो भने एउटामा आँटे राम्रो हुन्थ्यो नि त हुँदैन नि दुईटामा हो भने एकले अर्काको भिडियो गर्न मिल्छ एउटामा हो भने आउँदैन किन आउँदैन पर चुच्चामा गएर त्यो भन्ने एउटामा कति 10 जना गाइस म चाहिँ मामाको भान्जे पोखरा घुम्न आएको अहिले कहाँ हुनुहुन्छ अहिले लेफ्ट साइड फेवातालको अगाडि यहाँबाट एकछिन ब्याकग्राउन्ड आई म पोखरा घुम्न आएको कहाँ छौ भान्जी अहिले तिमी कहाँ हो ल यहाँदेखि चाहिँ कस्तो हुँदो रहेछ भने यहाँबाट सर यहाँ माथि माछा पुछरेको साइड रहेछ है ल अहिले हामी ज्याकेट लाउने हेलो मिस ज्याकेट लाउनु पर्यो नि छिटो आमौ मम्मीले नि लगाएको छ होइन सेफ्टीको लागि हिँड ल भित्र हिँड सबै डेडी खोइ ए ऊ गरेका टिकट कहाँ तपाईँहरूको मोटो सबै जा ओके ओहो माया एउटा सँग गीत गाउने मात्रै नलाउने हिमालको चुचुरो पनि त्यहाँबाट देख्न पाइयो त यार साँच्चीकै भेरी वन्डरफुल मोमेन्ट के यो रेस्क्यु टिम हो कि उनीहरू नि रमाइलो गरे हो ब्रदर यो साथीहरू ए तर यो कुदाउन त धेरै एक्सपिरियन्स केसी लोकलले गफ भन्दा पनि कामै गरेको सूचना ल हाम्रो प्रवीण सरले चाहिँ अब ढुङ्गा आफै चलाएर आजदेखि हजुर दिदीले नि स्पिड चलाउनु भएको देखिरहेको छु मैले
ए काम गर्दाखेरि आफ्नो काममा फोकस गर्ने यताउता नहेर्ने भिडियोमा ध्यान पटक्कै नदिने ल ल सम्पूर्ण साथीभाइहरूमा फेरि पनि जोडिँदैछु म फेवातालबाट भाइ उता नबोल्न गर्न भाइ हल्यो ल्यान्डिङ भएर यहाँ ल्यान्डिङ भएर चाहिँ हामी सर यता जाँदैछौँ। यहाँ एउटा रेस्टुरेन्ट रहेछ यहाँभित्र चाहिँ हामी फेवातालबाट भित्र चाहिँ छिरेर त्यहाँ जाँदैछौँ। अहिले चाहिँ यो फेवातालबाट चढेर हामी रेस्ट टाइममा थोरै यो लस्सी खाने भन्ने कुरामा हो। अहिले हाम्रो टिमले लस्सी खाँदै गरेको अवस्था छ। ल एकदम लिउँ है, मिठो होला होइन, बसेर खाउँ। लु ल्याङ नगरौँ धेरै। यहाँ रिस हो रन्काउँ त अलिक। ए त्यस्तो सजिलो पाए त्यति सजिलो पाए त यो मेरो भयो कि होइन? ठोकिन्छ गाइस। बोट आयो गाइस। ल ठोकिन्छ कडा हो कडा यार। हो त नम्बर वाहेदबाट हो क्या, हामी पनि सिटिमिटी होइन गाइस। के छ गाइस यसो हात उठाउन हौ, कति साह्रो झोक्रा कति मेरो। हेलो गाइस। हेलो गाइस। मन्दिर प्रवेश गर्न लागेका छौँ। अगाडि बढौँ त हाम्रो टिम। मन्दिर फेवातालबाट चाहिँ भित्र मन्दिर प्रवेश गर्न लागिराखेका छौँ हामी। यो पैसा त नि मागेर दिन हुँदैन। उहाँ छ मेरो राख्न दिएको छ मैले। उहाँ माछा रहेछ नि। ओहो खोइ अलिकति निकाल्छु म यिनीहरू। वाउ ल माछा हेरौँ है गाइस। ल पछाडि ब्याकग्राउन्ड ल खिचौँ न। खोइ त त्यसो भन्नु न, म झ्यारापै पार्छु। ल हाम्रो टोली हजुर। ए आम्मामामामा यहाँ त अनि 14 जना बोकेको त। के भयो टोक्यो? ओके आएर चाहिँ मन्दिरभित्र पस्ने ठाउँ रहेछ। हामी त्यहाँ प्रवेश गरिसकेपछि अहिले निस्किएर पूजा गऱ्यो भने यतापट्टिबाट हामीलाई मैले त्यहाँबाट यता आइरहेको छ कि उताबाट लाइटिङ थियो क्या। मन्दिरमा कार्यक्रम भइराखेको छ भने उताबाट हामीलाई आउँदैछन्। बस है लडिन्छ। ल सम्पूर्ण हाम्रा दर्शक यो बुढाले पनि राम्रो चलाइरहेको छ। अब हामी उत्रिने छौँ। भान्जा बस्छ तल तल बस्छ भान्जा। लडिन्छ क्या बस न त्यहाँ भन्दा भन्दै। हुन्छ हुन्छ।